हेलो साथीहरू नमस्ते। तपाईँहरूको सामु फेरि एउटा मैले नयाँ अपडेट लिएर आइसकेको छु। टक्सार फिकु खोला हाइड्रो पावरको सेयर नेप्सेमा लिस्टिङ भइसकेको छ। आज असार 5 गते लिस्टिङ भयो। अब सोमबार असार 8 गतेदेखि यसको कारोबारमा आउनेछ अनि यसको ओपनिङ रेन्ज 100 देखि 300 को बिचमा हुनेछ। अनि यो टक्सार फिकु खोला हाइड्रो पावर 8 मेगावाटको रहेको छ अनि यसको 1 अर्ब 88.21 करोडको टोटल यसको नेटवर्क रहेको छ। यो खुलेको थियो 2083 साल 1 महिना 23 गतेदेखि 2083 साल 1 महिना 28 गतेदेखि यसको आवेदन दिने थियो। हेर्दाखेरि यसको काम पनि त राम्रै देखिरहेछ। 4,30,668 किता सेयर निष्कासन गरेको थियो। आर्थिक वर्ष 79-80 को अनुसार यसको प्रति किता आम्दानी 4.58 रहेको छ अनि 80-81 को अनुसार 15.86 रहेको छ अनि 81-82 को अनुसार 0.72 रहेको छ अनि 83-84 को अनुसार 7.09 अनि 84-85 को अनुसार 7.22 रहेको छ। यो नेटवर्क यसको राम्रै देखिरहेछ अनि प्रति किता नेटवर्क 105.16 देखि 107.38 रहेको छ। अनि तपाईहरु अब जसजसलाई परेछ उनीहरुको लागि खुसीको खबर लिस्टिङ भइसकेको छ। तपाईहरु होल्ड गर्नु होला। अनि हाइड्रो पावर त अहिले जान्छ नै। अहिले सकेसम्म 10-12 गइरहेछ हाइड्रो पावरहरु राम्रै जान्छ होला यस्तै लागिरहेछ। अनि यस्तै मेरो भिडियोमा जोडिरहनु होला। तपाईहरुको सामु म नयाँ अपडेट लिएर आउँदै गर्छु र थ्यांक यू नमस्ते सबैजनालाई।